प्रश्न नम्बर 11 नेपालको वर्तमान संविधानले गैर आवासीय नेपाली नागरिकता भएका नागरिकलाई जान रोक लगाएका पदहरू कुन कुन हुन्? क. राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री। ख. प्रधान न्यायाधीश। ग. प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाको सभामुख र सुरक्षा निकायका प्रमुखहरू। घ. माथिका सबै। यसको सही एन्सर रहेको छ अप्सन घ. माथिका सबै। प्रश्न नम्बर 12 पैतृक सम्पत्तिमा सबै सन्तानको समान हक हुने व्यवस्था कुन मौलिक हक अन्तर्गत पर्दछ? क. स्वतन्त्रताको हक। ख. सम्मानपूर्वक बाँच्न पाउने हक। ग. समानताको हक। घ. सञ्चारको हक। यसको सही एन्सर रहेको छ ग. समानताको हक। प्रश्न नम्बर 13 नेपालको संविधान अनुसार नेपाल राज्यका विशेषतामध्ये तलका मध्ये कुन होइन? क. संघीय लोकतान्त्रिक। ख. सार्वभौम सत्ता धर्मनिरपेक्ष। ग. समाजवाद उन्मुख। घ. स्वतन्त्र विभाज्य। यसको सही अप्सन रहेको छ घ. स्वतन्त्र विभाज्य। 14 संविधान अनुसार नेपालको कस्तो नागरिकताको व्यवस्था गरिएको छ? क. प्रादेशिक पहिचानसहित एकल सङ्घीय नागरिकता। ख. सङ्घीय पहिचानसहितको एकल नागरिकता। ग. प्रादेशिक पहिचानसहितको एकल नागरिकता। घ. सङ्घीय पहिचानसहितको एकल नागरिकता। यसको सही एन्सर रहेको छ क. प्रादेशिक पहिचानसहितको एकल सङ्घीय नागरिकता। 15 वर्तमान संविधान अनुसार स्थानीय तह अन्तर्गत पर्ने निकायहरू के हुन्? क. गाउँपालिका सभा। ख. नगरपालिका सभा। ग. जिल्ला सभा। घ. माथिका सबै। यसको सही एन्सर रहेको छ अप्सन घ. माथिका सबै। प्रश्न नम्बर 16 नेपालको राष्ट्रिय झण्डामा तलका मध्ये कुन रङको प्रयोग गरिएको छ? क. रातो, गाढा नीलो र सेतो। ख. सिमरिक, गाढा नीलो र सेतो। ग. सिमरिक, नीलो र सेतो। घ. गाढा रातो, नीलो र सेतो। यसको सही एन्सर रहेको छ ख. सिमरिक, गाढा नीलो र सेतो। प्रश्न नम्बर 17 बुबाको पहिचान नभएको नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको व्यक्तिलाई कुन आधारमा नागरिकता प्रदान गरिन्छ? क. आमाको पहिचानको। ख. अङ्गीकृत। ग. वंशज। घ. आमाको पहिचानसहितको वंशज। यसको सही एन्सर रहेको छ ग. वंशज। प्रश्न नम्बर 18 विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट नेपालमा जन्मिएको व्यक्तिले कुन आधारमा नागरिकता पाउँछ? क. आमाको पहिचानको। ख. अङ्गीकृत। ग. वंशज। घ. माथिको कुनै पनि होइन। यसको सही एन्सर रहेको छ अप्सन ख. अङ्गीकृत। प्रश्न नम्बर 19 वर्तमान संविधानले कसलाई गैर आवासीय नेपाली नागरिकता प्रदान गर्न रोक लगाएको छ? क. सार्क सदस्य मुलुकका नागरिकता प्राप्त व्यक्तिलाई। ख. सार्क सदस्य बाहेकका मुलुकका नागरिकता प्राप्त व्यक्तिलाई। ग. माथिका दुवै विकल्प सही। घ. माथिको दुवै गलत। यसको सही एन्सर रहेको छ क. सार्क सदस्य मुलुकका नागरिकता प्राप्त व्यक्ति। प्रश्न नम्बर 20 शिक्षा सम्बन्धी मौलिक हक कुन धारामा उल्लेख गरिएको छ? क. धारा 29। ख. धारा 30। ग. धारा 31। घ. धारा 32। यसको सही एन्सर रहेको छ ग. धारा 31। प्रश्न नम्बर 21 मौलिक हक 31 वटा उल्लेख छन् भने नागरिकका कर्तव्य कतिवटा तोकिएका छन्? क. 3 वटा। ख. 4 वटा। ग. 5 वटा। घ. 6 वटा। यसको सही एन्सर रहेको छ ख. 4 वटा।